हेलो गाइस, गुड मर्निङ सम्पूर्णलाई फेरि अर्को भिडियो लिएर आएको छु। अर्को भिडियोमा स्वागत छ यहाँहरूलाई। मेरो युट्युब च्यानलमा जिआर ब्लग्सलाई सब्सक्राइब गर्न नभुल्नुहोला, लाइक कमेन्ट पनि गर्न नबिर्सिनुहोला। र आज सानो भिडियो बनाउन गइरहेको छु। र आज माता देवताको औँसीको दिनको अवसरमा समय मिलाएर सानो भिडियो बनाउन गइरहेको आज मामाको मुख हेर्ने दिन हो। र म अलि एकछिनमा बजार पुगेर आएको थिएँ। सानो भिडियोमा मिठाई लिन गएको थिएँ, मिठाई पनि पाइएन। सानो जलेबी लिएर आएको छु, केही छिनमा म देखाउने छु। हस् त यो छतमाथि सानो तिनवटा मसुरो सुकाएको थियौँ। मसुरोको लागि यो भण्डारको लागि बनाउँदैछौँ। त्यो थन्काएर राख्नुपर्ने हुन्छ, सुकाउनु पर्ने हुन्छ। केही दिनको लागि सुकाएर सानो भाँडोमा राख्नुपर्ने हुन्छ। यो मसुरोको सुकाउने तयारी हो र यतिसम्म रहेको छ। आज माता देवता औँसीको दिनमा समय पारेर सानो भिडियो बनाउन गइरहेको छु। मम्मी त हेर्नु त, यता हेर्नु न। आज माता देवता औँसीको दिन अवसरमा सानो भिडियो बनाउन गइरहेको छु। के भन्नुहुन्छ? मुखबाट के आएन? सुख शान्ति होस् भन्नु नै। यता हाम्रो बजे हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ। अब सानोतिनो काम यताउता सघाउनुहुन्छ बजाइले पनि। अब बजाइ के भन्नुहुन्छ? आज माता देवता औँसीको दिन अवसर पारेर के भन्नुहुन्छ? सबलाई शान्ति होस्, राम्रो होस्, शुभकामना।